हे गाइज आज चाहिँ हामी पैसा रोप्न आँटेको छौँ होइन। यहाँ छ पैसा पनि। अब यहाँ चाहिँ यस्तरी पैसा रोप्दो रहेछ मल सल हालेर सट्टसँगले। अब 10 वर्ष पछाडि भेट्नुपर्छ। ओहो फल्न थालेछ त भाइ, पाकिसक्यो नि, सबै भुइँतिर झरिसक्यो। आमा यो चाहिँ भाइ भर्खर फल्दै आएको यता चाहिँ होइन। यही छ यो। अब पाकेको पाकेको त यस्तो हुन्छ, भुइँबाट झरिसक्यो। यो चाहिँ कटमेरे भएको क्या भाइ, कटमेरे ठिक्क खाने बेला भएको। यो चाहिँ पाकिसकेको, बेच्ने बेला भइसकेको। यिनीहरू चाहिँ बाँकी नै छ। अब यो यिनीहरू चाहिँ कलिलो हो। यो चाहिँ अलिक अमिलो अमिलो हुन्छ। यो अलिक गुलियो, यो चाहिँ गुलियो हुन्छ। सो गाइस यसरी फल्दो रहेछ पैसा बोट दि है। आमा बाउले भन्थ्यो पहिले पैसा बोटमा फल्दैन भन्थ्यो, तर यसरी फल्ने रहेछ। यो बोट किन्नुपर्छ 3 लाखको। मेन्सन गर्नुहोस्, सेयर गर्नुहोस्, अनि हाम्रो सम्झिनु च्यानललाई सब्सक्राइब र फलो गरिदिनुहोस्। पाकिसकेर भुइँ पनि भयो के। यस्तो रहेछ नि त, यस्तरी फल्दो रहेछ। ओहो यो ठाउँको नाम कहाँ हो भनिदिनु होला। यो भनेको पार्टी गाउँ चाहियो भने कतिमा सम्पर्क? 112 मा। ओहो यस्तरी फल्दो रहेछ है मित्रहरू। यो चाहिँ मैले ड्युटी राखेको छु 12-24 घन्टा ड्युटी। ओहो एउटा टिपेर खाइदिउँ त। खाजा हुन्छ। ए कटमेरे यो कटमेरे अलिक मिठो हुन्छ। वाउ